स्वागत छ तपाईहरूलाई सनातन शिक्षा विथ आकाशमा। आज हामीहरूले फेरि चाहिँ मनसँग सम्बन्धित रहेर चाहिँ कुराकानी गर्नेछौँ। साथीहरू, हाम्रो यो मन, हाम्रो यो दुश्मन मन, शत्रु मन हामीलाई किन बारम्बार नचाहेर पनि विचलित चाहिँ पारिराखेको हुन्छ? के तपाईहरू कहिले पनि यो विषयमा चाहिँ चिन्तन गर्नु भएको छ? चिन्ता नगर्नु होला साथीहरू, चिन्तन गर्नु होला, मनन गर्नु होला। के तपाईहरू चाहिँ चिन्तन गर्नु भएको छ कि हाम्रो यो मन हामीलाई नचाहँदा चाहँदै पनि किन हामीलाई चाहिँ विचलित चाहिँ पारिराखेको हुन्छ? यदि गर्नु भएको छैन, मन चाहिँ विचलित चाहिँ भइराखेको छ भने तपाईहरू चिन्तन गर्न सुरु गरिदिनुहोस्। यति हैन, सौभाग्यवश भनौँ हामीसँग यति राम्रा राम्रा चाहिँ धार्मिक ग्रन्थहरू छन् है। श्रीमद् भगवत गीता, रामायण, महाभारत, उपनिषद हैन, शास्त्रहरू छ। त्यसलाई अध्ययन गर्नुहोस्। तपाईहरूले चाहिँ पक्कै पनि अथवा कुनै पनि आध्यात्मिक हैन, अध्यात्मसँग सम्बन्धित चाहिँ किताबलाई चाहिँ अध्ययन गर्नुहोस्। तपाईहरू चाहिँ पक्कै पनि त्यसको सल्युसन चाहिँ पाउनुहुनेछ। ल, म भन्छु चाहिँ हैन, हाम्रो यो मन किन विचलित भइराखेको हुन्छ? साथीहरू, यो मनको स्वभाव हो, यो मनको नेचर हो तपाईहरूलाई विचलित पार्दिने, आफ्नो हैन लक्ष्यबाट हैन भ्रमित गरिदिने, यस्तो षड्यन्त्र रच्ने जसमा तपाईहरू त्यो यस्तो दलदल हैन बनाइदिने कि त्यसमा फसेर तपाईहरू कहिले पनि बाहिर निस्किन चाहिँ नसकौँ हैन। हामीहरू चाहिँ यस्तो यो मनको चाहिँ नेचर हो। यो कुरा तपाईहरू बुझ्नुहोस्। एकछिनमै हामी दुखित, एकछिनमै हामी खुसी, एकछिनमै हामीहरूले चाहिँ हैन प्रसन्न भइहाल्छ। के कारण होला त? हाम्रो यो शारीरिक जुन बनावट छ साथीहरू, यसमा विभिन्न प्रकारका त्यो हर्मोन्सहरू छन्। त्यो त तपाईहरू चाहिँ पक्कै पनि बुझ्नु, डोपामिन छ, सेरोटोनिन छ हैन, अरू पनि छन्। यो मान्छेहरूमा चाहिँ पाइने चाहिँ विभिन्न खाले चाहिँ हर्मोन्सहरू हुन्, जसले गर्दा हामी एकछिनमै हैन खुसी भइहाल्ने, एकछिनमै दुखित भइहाल्ने है हुने चाहिँ गर्दछ। यो सबै चाहिँ मनको कारणले गर्दा हो। अब साथीहरू, श्रीमद् भगवत गीता अध्याय 6 श्लोक नम्बर 35 मा श्री कृष्णले चाहिँ अर्जुनले जब चाहिँ सोध्नु भयो कि यो जुन मन छ मधुसूदन, यो जुन मन छ यसले हामी, यो त बिना हैन लगामको घोडा हो, यति चञ्चल छ कि यसलाई हामीहरूले नियन्त्रण गर्न असम्भव छ। त्यो प्रश्नको श्री कृष्णले उत्तर दिँदै चाहिँ भन्नुभएको छ कि हे अर्जुन, यो मनलाई नियन्त्रण गर्न सम्भव छ, हामीहरू चाहिँ गर्न सक्छौँ, असम्भव छैन। त्यो चञ्चल छ, त्यसमा कुनै पनि डाउट छैन, शङ्का छैन, तर यसलाई हामीहरूले चाहिँ नियन्त्रण गर्न सक्छौँ। कसरी त? निरन्तर अभ्यास र वैराग्यद्वारा। तपाईहरू राम्ररी सुन्नु होला, कसरी हामी गर्न सक्छौँ त? निरन्तर अभ्यास र वैराग्यद्वारा। यसको अर्थ के हो त? हामीहरूले यदि ध्यान गर्न बस्यौँ, यदि ध्यान गर्न खोज्छौँ, पढ्न खोज्छौँ, कुनै काम गर्न खोज्छौँ भने के हुन्छ? हाम्रो मन हैन थरियता धरियता हैन यताउति चाहिँ भट्किरह हुन्छ, अनेकौं प्रकारका सोच विचारहरू चाहिँ आइरह हुन्छन् हैन। त्यो त तपाईहरू पक्कै पनि अनुभव चाहिँ गर्नुभयो होला। त यदि हामीहरूले निरन्तर अभ्यास गर्छौँ, कन्टिन्युअस प्र्याक्टिस, हामी वर्तमानमा रहन, यो मनलाई विचलित नहुन दिनको लागि हामी हर सम्भव सकभर हामीहरूले कन्टिन्युअसली, निरन्तर लगातार रूपले चाहिँ हामीले यदि
वर्तमानमा रहन प्रयास गर्छौँ भने यसलाई हामीले नियन्त्रण गर्न सक्छौँ। अर्को छ डिट्याचमेन्ट, द्याट इज वैराग्य। वैराग्य रे डिट्याच भएर यो मेटेरियलिस्टिक वर्ल्डबाट, भौतिकवादी यो संसारबाट, जगतबाट हामीले आफूलाई वैरागी बनाएर, हैन, ठन्डी गर्मी चिसो तातो यो सबलाई हामीले एक समान हेरेर, दुख सुख उतार चढावलाई एक समान हेरेर, हैन, योबाट चाहिँ विचलित नभएर हामीले चाहिँ यसलाई नियन्त्रण गर्न सक्छौँ। अब यो दुईटा कुरालाई हामीले आफ्नो जीवनमा, आफ्नो व्यवहारमा उतार्छौँ भने, यसलाई पालना गर्छौँ भने हामीले पक्कै पनि यो चञ्चल, विचलित, दुश्मन, शत्रु मनलाई चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। ल त हस् साथीहरू, आज अहिलेको लागि चाहिँ हैन यति नै राखौँ। बाँकी कुराहरू चाहिँ अर्को भिडियोमा गरौँला।